नमस्कार। आज मिति 2025 नोभेम्बर 20 बिहिबार। यो हो आजको मुख्य समाचार। 12 जिल्लाको सिमरा क्षेत्रमा जेनजेड युवा आन्दोलन फेरि उग्र बनेको छ। बुधबार दिउँसो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सीपीएन युएमएल क्रममा जेनजेड प्रदर्शनकारीहरूले विमानस्थल घेराउ गरेका थिए। युएमएल समर्थक र जेनजेड युवाहरूबीच चर्काचर्की हुँदा ढुङ्गामुढा भयो, स्थिति बिग्रियो। प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेर भीड नियन्त्रणमा लिनु पर्यो। यो झडपमा कम्तीमा 10 जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। स्थिति थप बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय बाराले आज बिहान 12:45 देखि सिमरा क्षेत्रमा कर्फ्यू लगाएको छ। कर्फ्यू सिमरा विमानस्थलको 500 मिटर वरपर र गण्डक नहर पथलैया सडक खण्डको दुवैतर्फ 500 मिटर क्षेत्रमा लागू गरिएको छ। यो कर्फ्यू बेलुका 8 बजेसम्म कायम रहनेछ। कर्फ्यू अवधिमा कुनै पनि प्रकारको सभा, जुलुस वा भेला गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यसैबीच बुद्ध एयरले काठमाडौँ सिमरा रूटका सबै उडानहरू आजका लागि रद्द गरेको छ। यो घटनाको जरा गत सितम्बर महिनाको जेनजेड आन्दोलनसँग जोडिएको छ। त्यतिबेला सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सुरु भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढालेको थियो। त्यसयता जेनजेड युवाहरूले भ्रष्टाचार विरुद्ध, युवा नेतृत्व र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्। अर्कोतर्फ युएमएलले भङ्ग भएको प्रतिनिधि सभा पुनर्स्थापना र ओलीको समर्थनमा देशभर र्याली गरिरहेको छ। यही राजनीतिक द्वन्द्वले 12 सिमरामा हिंसात्मक झडप निम्त्याएको हो। त्यो सभालाई सम्बोधन गर्न जाँदै हुनुहुन्थ्यो, प्लेनै बस्न सकेन। प्लेन बस्न नसकेपछि या त जाँदै गएन, यहीँबाट रोकियो। हाम्रो नेताहरू जान पाउनु भयो। नेताहरूलाई जानबाट रोकियो, एयरपोर्टै बन्द गरेर एयरपोर्टमै तोडफोड गर्न दिइयो। यो देश कस्तो भयो? 50-60 जना मान्छेहरू आएर ढुङ्गामुढा गरेर एयरपोर्टै बन्द गराइदिने के हो यस्तो? जति बेर चाह्यो जेएनजी भन्यो एयरपोर्ट बन्द, जति बेर चाह्यो अर्काले सभा गर्न नपाउने सभा बन्द। अनि भन्छ चुनाव गर्ने। सभा गर्न नदिनेले चुनाव कसो गर्छ? प्रचारमा चुनावमा जान नपाइने, सभामा भाग लिन जान नपाइने, कार्यक्रममा जान नपाइने चुनाव हुन्छ? यो अधिनायकी ढङ्गले बनेको सरकार हो। नेपाल प्रहरीका प्रवक्ता आबी नारायण काफ्लेले स्थिति नियन्त्रणमा आएको र थप सुरक्षा बल परिचालन गरिएको बताउनु भएको छ। अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सबै पक्षलाई संयम अपनाउन र शान्तिको मार्ग अवलम्बन गर्न अपील गर्नुभएको छ। जेनजेड नेताहरूले भने यो घटनालाई युएमएलको उक्साहट र आक्रमण भन्दै कडा निन्दा गरेका छन्। 12 र मध्य प्रदेशका अन्य क्षेत्रमा पनि तनाव कायमै छ। स्थिति पूर्ण रूपमा सामान्य नभएसम्म हामी निरन्तर अपडेट दिइरहनेछौँ। शान्ति र संवादबाटै देशको समस्या समाधान गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ। साथीहरू, नयाँ हुनुहुन्छ भने लाइक, शेयर र कमेन्ट गर्न नभुल्नुहोला। साथै सब्स्क्राइबको बटन पनि थिच्नुहोला ताकि हामी तपाईलाई खबर दिँदै गर्नेछौँ। तपाई हामीसँगै रहनुहोस्। धन्यवाद।